नेपाली कांग्रेसकी नेत्री एवं परराष्ट्र मन्त्री डाक्टर आरजू देउबा राणालाई त चिन्नु भएकै होला। कांग्रेस सभापति शेरबहादुर देउबा पत्नी आरजूलाई सरकार बनाउन र गिराउन सक्ने ल्याकत भएको नेत्रीका रूपमा समेत चिनिन्छ। उनमा किन यस्तो शक्ति छ तपाई आफै विश्लेषण गर्नुहोला। उनले दिने अभिव्यक्तिले उनकै पार्टी कांग्रेसभित्र र बाहिर बेला बेला तहल्का मच्चिने गरेको छ। आज हामी आरजूको सनसनीपूर्ण अभिव्यक्तिको बारेमा चर्चा गर्छौं। उनले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेसभित्र बढेको बताएकी छन्। इलामको श्री अन्तुमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको बताइन्। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला तर